ल फेरि अर्को साथीसँग कुरा गर्न गइरहेको छु। सो स्वागत छ तपाईँलाई आजको भिडियोमा। हजुर धन्यवाद नमस्ते। फेरि परिचय भन्नुहुन्छ। मेरो नाम सन्दीप तिमिल सिन्हा, नेपाल चाहिँ म पर्वतबाट र अहिले हाल टोकियोमा बसोबास गर्दैछु। कति भयो हजुर जापान आउनुभएको? जापान आएको 8 वर्ष लगभग यस्तै। आज कस्तो लागिरहेछ जापानमा नेपाली फेस्टिभल कस्तो लागिरहेछ तपाईँलाई? जापानमा नेपाली फेस्टिभल मेरो व्यक्तिगत रूपमा त यो दोस्रो हो, आउँदाको पहिलो वर्ष र त्यसपछि धेरै वर्षको अन्तरालपछि आउँदाखेरि एकदमै अचानक भेटिने साथी सङ्गीहरू, यो त्यही बिना पनि त्यसपछि यो माहौल आफ्नै घर परिवार जस्तो फिल हुँदैछ भनौँ, जस्तो आफ्नै नै हो। अहिले हजुर भन्छ नेपालबाट एज अ स्टुडेन्ट भएर आउनुभयो कि अरू कुन भिजामा आउनुभएको थियो जापान? हजुर सुरुमा स्टुडेन्ट भिजामा आएर अनि 4 वर्ष जस्तो गएर त्यस पछाडि वर्किङ र सामान्य अहिले चाहिँ टोकियोमै। हजुर अहिले टोकियोमै। केमा आबद्ध हुनुहुन्छ भन्न मिल्छ? हजुर जिङ्गिस खान भन्ने चाहिँ याकिनिको हाम्रो, यसमा चाहिँ अन्ली भेडाको मासु मात्रै, भेडा भनौँ न अझ रामुनिको भनिन्छ नि, जुन चाहिँ एकदम खान योग्य हुने लेभलको त्यसमा गर्दैछु। यदि मिल्यो भने हजुरहरूलाई पनि मिल्यो भने सिन्जुकुमा अथवा किचिजोजीमा भनौँ हामीहरूलाई मिल्ने स्वाद हामीले खाने मासु याकिनिकोमा जाँदा नि ग्युनिकीको समस्या जस्तो कतिपय बुद्धाहरू हुने भएको भएर आउनुभयो भने त्यसमा अझ हजुरहरूको सेवा पनि गर्न पाउनेछु। हजुरको फर्स्ट जापान आएपछि कस्तो भयो त्यतिखेर? अहिले त काम पाउन गाह्रो भन्ने पनि कुरो भइरहेछ नि त, स्टुडेन्टको सङ्ख्या बढेर पनि होला सायद है। तब त्यति बेला चाहिँ कस्तो थियो 8 वर्ष अगाडि काम पाउन? आनुपातिक रूपमा चाहिँ पहिलाभन्दा मैले अत्यन्तै सहज रूपमा अहिले देखिरहेको छु है। जति बेला हामीहरू आउँथ्यौँ भाषा नपढी किन आउने बढी थियौँ र अहिले आउनेहरू लगभग हामी त्यति बेला आउने भन्दा भाषा पढेर आउनेहरू चाहिँ बढी हुनुहुन्छ। एउटा समस्या कहाँनिर देखिएको छ भने अहिलेको नयाँ पुस्ताहरूले पनि हेर्दै हुनुहुन्छ होला सायद होइन, यसको अनर्थ नलगाउनु होला कि आएर सबै सेन्पाईहरू पनि खराब हुँदैनन्, सबै सेन्पाईहरू असल पनि हुँदैनन्, सबै आउनुभएको नयाँ स्टुडेन्ट साथीहरू पनि खराब हुनुहुन्न, सबै असल पनि हुनुहुन्न है। यसको मतलब के भने आफूले परिश्रम गर्ने भने चाहिँ मानिलिउँ कुनै एकजना सेन्पाई पनि चाहिँदैन, काममा इमान्दार भएर काम गर्नुहोस्। उदाहरणको लागि उदाहरण म भन्छु आफ्नै, कसै एकजनालाई काम लगाएँ मैले आफूले बनाएको एउटा क्यारियरमा चाहिँ कोही आएर अरूबैतमा आएर धक्का दिने काम जस्तो एक्कासी काममा नआइदिने, लगातार काममा नआइदिने, इमान्दारपूर्वक काम नगर्ने, बहाना अनेकहरू हुँदाखेरि उहाँको काम त गयो त्यसको असर मलाई समेत पर्छ, काम लगाइदिनेलाई पनि पर्छ। यसो भन्दै गर्दाखेरि कतिपयका नराम्रा कमेन्टहरू पनि मलाई आउन चाहिँ सक्छन् होइन। जुन समस्या हजुरहरूको छ, हजुरहरूको समस्या हाम्रो समस्या पनि हो, त्यसलाई चाहिँ इमान्दारपूर्वक काम गर्नुभयो भने काम गर्ने अवसर चाहिँ जति पनि छ सहज छ भन्छु म चाहिँ। एउटा एकदमै चलेको क्वेसन्स, अहिले जापानमा चाहिँ फ्युचर राम्रो छैन, बालबच्चा या फ्यामिलीको लङ टर्म राम्रो छैन भन्ने कुरा चलिरहेछ नि, अरू देश राम्रो भन्ने कुरो भएको छ। तपाईँको विचारमा चाहिँ के लाग्छ यसमा? यसो गर्दै मसँग भइरहेको कहीँ मेरो आफ्नो बच्चा चाहिँ मेरा भान्जा हुन् है। बालबच्चाको केसमा चाहिँ मेरो आफ्नो व्यक्तिगत चाहिँ हामी लगभग कतिपय धेरै जसोहरू चाहिँ गाउँमा हुर्केर बढेर आयौँ, गाउँमै पढेर आयौँ, यो ठाउँमा आयौँ, अनि अहिले यो ठाउँमा आएर यहीँ जन्मेका बच्चाहरू हाम्रा छोराछोरी दाजुभाइ बहिनीहरूका सम्पूर्ण छोराहरू जति हुनुहुन्छ फेरि त्यही ठाउँमा पठाउने र भन्ने कुरा, पठाउँदैमा समस्या भन्ने कुरा चाहिँ होइन। हामी त्यहाँ जन्मेर यहाँ आउनु पऱ्यो भने फेरि यहाँ जन्मेकालाई उहाँ पठाउनुको अर्थ चाहिँ होलान् केही कुराहरू, भाषागत समस्या होलान्, संस्कृतिका कुरा होलान् है। तर यो अनुशासन, यो इमान्दारीपन, यो कामको व्यवस्था, यो सबै हेर्दाखेरि चाहिँ यहीँ बसौँ, सक्छौँ सभ्य भाषा सिकाउँ, केही नलेज सिकाउँ, बेला बेलामा नेपाल जाउँ, यही नै उत्तम होइन र जस्तो लाग्छ। र त अब हामी कार्यक्रमको अन्तिममा आयौँ है। जति पनि नेपालबाट यो भिडियो हेरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ अब एज अ स्टुडेन्टमा आउन आँट्नु भएको छ, एज अ वर्किङमा रूपमा जापान आउन आइराख्नु भएको छ, उहाँहरूलाई चाहिँ के सजेसन दिन चाहनुहुन्छ? सजेसनमा अलिकति म एन्सरमा डगमगाउन पुगेँ है। आउनुहोस् भन्दाखेरि के गरेर आउँदा चाहिँ जापान बेटर हुन्छ? स्टुडेन्टले या कति डाइरेक्ट अहिले त ब्याचलर सकिसकेपछि डाइरेक्ट वर्किङ भिजामा पनि आएको देख्न सक्छौँ त हामी कतिपय। हजुर उहाँहरूले चाहिँ के गर्दा चाहिँ अलिक बेटर हुन्छ जापानमा जस्तो लाग्छ? अब यो ठाउँमा त अवश्य पनि साथी आफन्त जे जति भने पनि श्रीमान श्रीमती नै भने पनि मेन चाहिँ भाषा नै हो। यसलाई सबैको मुखबाट एउटै कुरा निस्किँदाखेरि त्यति महत्त्वपूर्ण जस्तो लाग्दैन होला। ठक्कर पुगिसकेपछि मात्र ए रहेछ है भन्ने खालको पछि हुन्छ। नम्बर 1 भाषा, त्यसपछि
इमान्दारीपन चाहिँ नगुमाउनु होला। यही नै होइन र हजुरसँग क्वेसन गरेँ। हजुर यही हो, उहाँले भनेको एकदमै सही भन्नुभयो है। एकदमै अब नेपालबाट आउँदै हुनुहुन्छ भने अघि उहाँले भने जस्तै भाषा एकदम पढेर आउनुहोस्। सेकेन्ड इमान्दारितापन, यदि तपाईँलाई कसैले काम लगाइदियो भने त्यो काम चान्तो भन्छ जापानिजमा चाहिँ है, रेगुलर जानु होला, बिदा नबस्नु होला। बिदा बस्नु परेछ भने पनि केही उहाँलाई इन्फर्म गरेर गर्दा बेटर हुन्छ। सो थ्याङ्क यू भेरी मच तपाईँको टाइमको लागि। सो धेरै धेरै धन्यवाद। सम्पूर्ण धन्यवाद।